आज चाहिँ हामीहरू हेरेर अल्जेब्राको मोस्ट इम्पोर्टेन्ट त्यही फ्याक्टराइज भित्रकै अर्को एउटा टपिकको बारेमा डिस्कस गर्न गइरहेका छौँ। उदाहरण त एचसीएफ हो, एउटा हो एचसीएफ र अर्को हो एलसीएम। ल हेर अब यो एचसीएफ एलसीएम चाहिँ 6 क्लासदेखि नै पढ्दै आएको कन्सेप्ट है। अब 6 क्लासमा के गर्नु नर्मल नम्बरहरूलाई फ्याक्टराइज गरेर तिनीहरूको बिचमा कमन छन् भनेपछि तिनीहरूलाई एज अ कमन रूपमा मात्रै लियो भनेपछि त्यतिबेला हामीले एचसीएफ निकाल्न भन्थ्यो। अनि हामीले कमन मल्टिप्लाई रिमेनिङ गर्यौँ भने चाहिँ त्यतिबेला के मान्थ्यो त्यसलाई एलसीएम मान्थ्यो र यहाँ पनि यस्तै नै है। हेरेर त्यो अल्जेब्रामा पनि एचसीएफ र एलसीएम को कन्सेप्ट छ, तर हामीले यहाँ फ्याक्टराइज गर्ने भनेको के हो त ट्राइनोमियल अल्जेब्रिक एक्सप्रेसन अथवा अन्य अल्जेब्रिक एक्सप्रेसनहरूलाई फ्याक्टराइज गरेर यदि तिमीलाई एचसीएफ निकाल भनेछ भनेपछि दुईटा फर्स्ट एक्सप्रेसन र सेकेन्ड एक्सप्रेसन दिए आउँछ। त्यो दुईटा एक्सप्रेसनहरूलाई फ्याक्टराइज गरेर अनि फ्याक्टराइज गरिसकेपछि यदि तिमीलाई एचसीएफ मात्र निकाल भनेछ भनेपछि कमन मात्रै लिने है। अनि र तिमीलाई एलसीएम निकाल भनेछ भनेपछि कमन मल्टिप्लाई रिमेनिङ गर है त। ल यो चाहिँ नबिर्स है। एचसीएफ भनेको चाहिँ के हो त कमन मात्रै हो र एलसीएम भनेको के हो त कमन मल्टिप्लाई बाँकी बचेको अर्थात् रिमेनिङ। ल अब यति भइसकेपछि आज चाहिँ हामीले के गर्छौँ फर्स्टमा एचसीएफ को बारेमा कुराकानी गर्छौँ है त। ल अब हेर फर इक्जाम्पल कुनै क्वेसन छ है। क्वेसन चाहिँ मान a cube a square minus 7a plus 12 a square minus 7a plus 12 and इसपछि के छ अर्को a square minus 8a plus 16 a square minus 8a plus 16 यहाँ यसको क्वेसन है। अब यदि तपाईहरुले चाहिँ मेरो पुरानो भिडियोहरु देख्नु भएको छैन भनेपछि त्यसलाई गएर हेर्नु होला, किनभने यो जुन फ्याक्टराइज गर्ने ट्राइनोमियल टर्म्सहरु छ नि यहाँ यो टर्म्सहरुको बारेमा मैले आफ्नो पुरानो भिडियोजहरुमा मेथडहरु सिकाइसकेको छु। यदि यो बीचको टर्म्स माइनसमा भयो भने चाहिँ कसरी फ्याक्टराइज गर्ने भनेर र त्यो भिडियो चाहिँ हेर्नु भयो भने चाहिँ तपाईहरुलाई एकदमै के हुनेछ सहज हुनेछ। ल हेर्नु त यहाँ यो हेर त a square minus 7a plus 12 and a square minus 8a plus 16। ल हेर अब यो भनेको एउटा फर्स्ट टर्म हो अथवा फर्स्ट एक्सप्रेसन र यो भनेको के हो त सेकेन्ड एक्सप्रेसन। ल अब सुरुमा हेर सोलुसन लेखा यहाँ माथि। अब सुरुमा चाहिँ हामीले के गर्नुपर्छ फर्स्ट एक्सप्रेसनलाई सल्भ गर्नुपर्छ र त्यसपछि केलाई गर्नुपर्छ सेकेन्ड एक्सप्रेसनलाई गर्नुपर्छ र त्यो दुईटै एक्सप्रेसनहरु सल्भ भइसकेपछि तिनीहरुको दुईटाको बिचमा जुन फ्याक्टर्सहरु कमन आउँछन् त्यो फ्याक्टर्सहरुलाई मात्रै हामीले एज अ एन्सरको रूपमा लेख्छौं। किन भनेको एचसीएफ भनेको कमन मात्र हो है, कमन ओन्ली। ल सोलुसन फर्स्ट एक्सप्रेसन भनेको फर्स्ट एक्सप्रेसन। ल फर्स्ट एक्सप्रेसन के छ a स्क्वायर माइनस 7a प्लस 12 छ। अब यसलाई फ्याक्टराइज गरिदिउँ। ल a स्क्वायर माइनस अब हेर त हामीले बीचको नम्बरलाई चेन्ज गर्ने है। अब बीचको नम्बरलाई चेन्ज गर्दा कस्तो हुनु पर्यो त प्लस अथवा माइनस गर्दा 7 को बराबर हुनु पर्यो र त्यसलाई मल्टिप्लाई ती दुईटा नम्बरहरूलाई मल्टिप्लाई गर्दा कति बराबर हुनु पर्यो 12 को बराबर हुनु पर्यो। ल हेर त 4 प्लस 3 गरेको होला कि नै। हेर त 4 3 जा 12 र 4 र 3 जोडे 7 प्लस 12 को 12। a स्क्वायर माइनस अब हेर्यो माइनस यो 4 को रिप्रेजेन्ट यो प्लस हो माइनस प्लस माइनस 4a अनि माइनस प्लस माइनस 3a प्लस 12। अब हेर त चारवटा टर्म्सहरु बन्यो। चारवटा टर्म्सहरु बन्ने बित्तिकै अब यो दुईटालाई कमन लियो a minus 4 अब माइनस अनि त्यो 3 को बनायो अब a minus 4 पनि बच्यो। अब हेर त अब यहाँ हेर माथि प्लस छ यहाँ आउँदा त माइनसमा आइयो कसरी आयो भनेर बुझ्नको लागि चाहिँ पुरानो भिडियोहरु चाहिँ हेर्नु होला। हेर है त हेर त यहाँ a minus को दुईटा a minus को आयो र दुईटा a minus को बाट एउटा a minus को कमन आयो र अर्को a minus 3 आयो। ल हेर त
यसलाई फर्स्ट एक्सप्रेसनलाई सल्भ गर्दाखेरि के आयो त a - 4 र a - 3 आयो अब सेकेन्ड एक्सप्रेसन है ल जति हामीले गर्छौं सेकेन्ड एक्सप्रेसन the second expression के छ a square minus 8a plus 16 छ कि हैन ल अब यसलाई सल्भ गरौँ त a square minus अब हेर त यहाँ पनि आउनु पर्ने के हो त यहाँ पनि आउनु पर्ने के हो भनेपछि अब यो चेन्ज गर्ने के हो 8 लाई मात्रै हो है यो a लाई होइन है यो a भन्ने भेरिएबललाई होइन जस्ट कन्स्टेन्टमा मात्रै चेन्ज गर्ने अब हेर यसलाई चेन्ज गर्दा पनि जोड्दा अथवा घटाउँदाखेरि कति आउने हुनु पर्यो 8 आउने हुनु पर्यो र मल्टिप्लाई गर्दाखेरि 16 आउने हुनु पर्यो 4 + 4 गर्दाखेरि मिल्छ कि हेर त 4 र 4 जोडेर 8 आउँछ 4 पूजा गरेर कति आउँछ 16 आउँछ ल a square minus 4a plus 16 a minus 4 minus 4 a minus 4 ल अब हेर्दा a - 4 दुईटा a - 4 आयो 4 बाट एउटा कमन आयो अनि लास्टमा बच्यो पनि के नै a - 4 बच्यो ल हेर त अब यो दुईटैमा है दुईटैमा के कमन छ HCF के हो कमन हो अब हेर त कमन भनेको के छ a - 4 यहाँ पनि छ a - 4 यहाँ पनि छ दुईटा एक्सप्रेसनमा हेर त a - 4 र a - 4 भनेपछि दुईटाबाट एउटा a - 4 आयो अब यो एक्सप्रेसनमा एउटा a - 4 बच्यो त्यसमा a - 3 बच्यो अब यिनीहरुलाई चाहिँ हामीले के गर्न परेन किन HCF भनेको जस्ट के भनेको यो कमन मेथड रहेर त यसरी HCF निकाल्ने रहेछ अब यहाँसम्म आइसकेका छौँ भनेपछि मेरो युट्युब च्यानल इन्फिनिटी लर्निङ हबलाई पनि सब्स्क्राइब गरेर बेल आइकन पनि दबाउन नबिर्सिनु र आजको लागि चाहिँ यति नै अर्को भिडियोमा चाहिँ हामीहरू एससीएम को बारेमा डिस्कस गर्नेछौँ थ्यांक यू